रेणु दाहाल चितवनको मेयर, भरतपुरको मेयर, काठमाडौँको मेयर। रेणु दाहाल किन प्रधानमन्त्रीको लागि क्यान्डिडेट राम्रो होइन, बालेन चाहिँ किन राम्रो? गुड क्वेसन। राम्रो क्वेसन। कसलाई क्वेसन दिएको लागि? सबैलाई सबै बालेन यस्तो हो क्या, बालेन चाहिँ अब कस्तो भयो भन्दाखेरि बालेनले एउटा चरित्र देखायो कि, मतलब राम्रो चरित्र चाहिँ देशका लागि भनेर एउटा युथको क्यान्डिडेट पनि भयो उनी। रेणुले तैँले भने होइन, रेणुले धेरै डेभलप गर्यो चितवन। त्यो भिजनमा चाहिँ किन रेणुले एउटा ठाउँ पायो भरतपुर, त्यो डेभलप गर्यो। बालेनले एउटा ठाउँ पायो काठमाडौँ, त्यो डेभलप गर्यो। ल अब कम्पेयर गर्न एउटा के हो भने पोइन्ट के हो भने बालेन स्वतन्त्र ऊ यस्तो हो नि त, बालेन त स्वतन्त्र उठेर जितेको हो नि त। त्यो भयो एउटा फेम चाहिँ त्यहाँबाट पायो बालेन। अहिले आरएसपीमा छ यस्तो हो नि। अहिले पार्टीमा लाग्नुको कारण किन थाहा? अहिले पार्टीमा लाग्नुको कारण किन थाहा? यो किन लाग्यो भने थाहा? हाम्रो नेपालमा यो पार्टी दलीय सिस्टम छ क्या, दलीयमा नलागिकन प्रधानमन्त्री बन्न पाउँदैन क्या। त्यसो भए तैँले भने अनुसार चाहिँ तैँले 5 वर्ष बालेन प्रधानमन्त्री बन्छ, त्यसपछि चाहिँ छोडिदिन्छ रासपा भने जस्तो कुरा त्यो होइन। उसले रासपालाई राम्रो बनाउन चाहिँ रासपामा लाग्यो। त्यो मैले भन्दैछु यस्तो हो क्या, त स्वतन्त्र बनेर प्रधानमन्त्री बन्न पाउँथ्यो भने ऊ स्वतन्त्रै बनेर प्रधानमन्त्री बन्थ्यो होला। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुन्थ्यो भने सम्भवै छैन। हो त्यो होइन सुन म भन्छु, नेपालमा प्रत्यक्ष क्यान्डिडेट आयो भने प्रधानमन्त्रीको त्यो सिस्टम हुन्छ नि, दलीय सिस्टमबाटै जानुपर्छ। फेरि प्रत्यक्ष कार्यकारी प्रमुख प्रधानमन्त्रीको सिस्टम आए पनि दलीय सिस्टम बालेनले एक्लै उठेर जित्नु सम्भव भनेको 0.001%।